एडमिन बनाउन केही पनि गर्न पर्दैन है। जस्तो तपाईँको चाहिँ त्यो पेज हुन्छ नि त, पेज तपाईँको पेजको चाहिँ कुनै अकाउन्टले एडमिन बनाउनु पर्यो भने पहिला तपाईँले पेजलाई स्विच गर्नु होइन। तपाईँको पेजकै एडमिन हुनुहुन्छ, त्योबाट तपाईँले स्विच गर्न मिलिरहेछ है। तपाईँले अर्को अकाउन्टलाई चाहिँ तपाईँले एडमिन बनाउन लागिराख्नु भएको छ। अनि तपाईँ सेटिङमा जानुहुन्छ, अनि त्यसपछि सेटिङमा गएपछि तपाईँको यहाँ चाहिँ पेज सेटअप भन्ने अप्सन देखिन्छ, यसमा क्लिक गर्नुहुन्छ। अनि त्यसपछि तपाईँ यहाँ गएर पेज एक्सेस भन्ने हुन्छ, यहाँ क्लिक गर्नुहुन्छ। अनि त्यसपछि तपाईँको पेज एक्सेसमा गएपछि अनि यहाँबाट चाहिँ एड न्यू भनेर गर्नुहुन्छ। अनि त्यसपछि तपाईँले चाहिँ यहाँ जानुहुन्छ र अनि तपाईँले जसलाई एडमिन बनाउने हो त्यसलाई चाहिँ एडमिन बनाउनु। जस्तै मैले चाहिँ कञ्चन न्युपनेलाई एडमिन बनाउनु पऱ्यो भने मैले यहाँ क्लिक गर्छु। अनि अब फुल कन्ट्रोल दिने हो भने फुल कन्ट्रोलमा क्लिक गर्नुहुन्छ, फुल कन्ट्रोल दिने होइन भने यत्तिकै छोडिदिनुहुन्छ। अब तपाईँले नर्मल्ली चाहिँ तपाईँको ट्रस्टेड मान्छे हो, फुल कन्ट्रोल दिनुपर्ने हो भने फुल कन्ट्रोलमा क्लिक गर्नु र गिभ एक्सेसमा क्लिक गर्नु, होइन सिम्पल कन्टेन्ट अपडेट गर्ने मात्रै हो। टेम्पोररी हो भने यतिकै गर्ने अनि गिभ एक्सेसमा क्लिक गर्ने। अब पासवर्ड माग्छ, पासवर्ड मागे भनेको चाहिँ तपाईँको अकाउन्टको पासवर्ड मागे हो। अनि तपाईँले यसरी चाहिँ पासवर्ड राखेर कन्फर्म गरेपछि उहाँलाई अर्को अकाउन्टमा नोटिफिकेसन जान्छ। अनि त्यसपछि तपाईँले त्यहाँबाट चाहिँ अनि गर्न मिल्छ है त। यसरी गर्नु होला नि।